नमस्ते साथीहरू, म आज पनि आइसकेको छु हजुरहरूको साथी सलिना थापा मादलको नयाँ क्लास, नयाँ भाग, नयाँ पाठ लिएर। साथीहरू, तपाईँहरूले यहाँभन्दा अगाडिको भागहरू मैले 6, 7, 8 भागसम्म सिकाइसकेको छु। हजुरहरूले के सिक्नुभयो, कतिजनाले सिक्नुभयो, कतिको हात बस्यो, मलाई कमेन्ट मार्फत भन्नुहोला। र अर्को कुरो, हजुरहरूलाई अझै पनि अगाडिको भागहरू हेर्न मन छ, अगाडिको भागहरू म सँगसँगै सिक्न मन छ भने मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सिनु है साथीहरू। र आज चाहिँ हिजो चाहिँ दादा र ताल मैले रिपिट गरेको थिएँ, किनकि एकैचोटि जाँदाखेरि राम्रोसँग हात पनि बस्दैन, सिक्न पनि सकिँदैन, गाह्रो हुन्छ। त्यही भएर मैले हिजो दादा र ताल फेरि पनि रिपिट गरेको थिएँ। आजको क्लासमा चाहिँ दादा र तालसँगै रोलिङमा बजाउने, रोलिङ गिन्ताङ गिन्ताङ रोलिङ भइहाल्यो, त्योसँगै जोडेर बजाउने अर्को घिन गिन्ताङ खत्ताङ, फेरि घिन गिन्ताङ खत्ताङ, घिन गिन्ताङ खत्ताङ, घिन गिन्ताङ भन्ने बोल चाहिँ मैले आज बजाउँदैछु है साथीहरू, ध्यान दिएर सिक्नु होला। घिन घिन गिन्ताङ, घिन गिन्ताङ, घिन गिन्ताङ खत्ताङ, घिन गिन्ताङ खत्ताङ। पहिला हामीले मादल सिक्नको लागि चाहिँ के भन्दाखेरि हामीले मादल सिक्दाखेरि चाहिँ मुखले पनि सँगसँगै प्र्याक्टिस गऱ्यो भने मुखको बोल र हातको बोल सँगसँगै गर्न सकिन्छ साथीहरू। मुखमा कण्ठ हुनु पर्यो, हातमा पनि कण्ठ हुनु पर्यो है साथीहरू। ल, अब धेरै कुरा नगरिकन मादलको तालतिर जाउँ। आजको ताल छ घिन गिन्ताङ खत्ताङ, घिन गिन्ताङ, यसैलाई नै रिपिट गर्ने। यसरी हजुरहरूले पनि मैले जस्तै गरी बजाउने कोसिस गर्नुहोला। टाटा, बाई।